ल नमस्कार गर्नु न दर्शकहरूलाई। नमस्कार, मेरो नाम भन्नु न मगर रेशमी। मगर रेशमी, उहाँको नाम चाहिँ मगर रेशमी। म हजुरको प्रिय भाइ गणेश अनि हाम्रो यहाँ साथीहरू हुनुहुन्छ अनि हामी गइरहेका छौँ एउटा प्रोग्राममा। There's a hot and nowadays you can see the summer. अब हामी चाहिँ मिटिङ प्लेसमा पुगिसकेका छौँ। अब यहाँ केही कुराहरू सुनौँला हैन। अनि यहाँ चाहिँ यो के हो भनेर चाहिँ फिक्स थाहा चाहिँ छैन हामीलाई। अब यो गाउँ समाजको भेला भइरहेको छ। यहाँ यो गाउँ समाजको भेलामा चाहिँ हामी उपस्थिति भएर यहाँ आफ्नो केही रायहरू राख्ने चाहिँ मौका पनि पाउँछौँ होला सायद, हामीलाई त्यति थाहा छैन। त्यो अब यहाँ गएपछि थाहा हुन्छ। हामी पुगिसक्यौँ, धेरै मान्छेहरू पनि आइसकेका छन् यहाँ। हजुर हेर्न सक्नुहुन्छ यहाँ जनताहरू उपस्थित भइसक्नु भएको छ। हाम्रो टिकापुर एकतापुरबाट धेरै जनताहरू यहाँ पुगिसकेका छन् अनि सबैले सुनिरहेका छन्। उहाँहरू चाहिँ हाम्रो यहाँको लिडर्सहरू हुनुहुन्छ। उहाँले केही कुराहरू गरिरहनु भएको छ। हामीले फर्म भरिएको छ भने त्यो हामीलाई पनि अत्यन्त अपनाइयोस्। तर नेपाल सरकारले भूमि आयोगले तयार पारेको नीति अनुसार हामीले फर्म भरेर निष्ठा प्राप्त गरिसकेपछि यहाँ विभिन्न किसिमका बखेडाहरू झिकिँदैछन्। यी बखेडाहरू झिकिने कुरामा हामीले 6 बुँदे ज्ञापन पत्र बुझाइसकेका छौँ नगरपालिकालाई। यदि यो हुन सकेन भने यसको उत्पन्न चौधरीज्यू यो 9वटै बस्तीका अगुवाज्यूहरू, त्यो बस्तीका प्रमुखज्यूहरू र तपाईँहरू सङ्घर्ष समितिका सबै पदाधिकारीज्यूहरू, सदस्यज्यूहरू, सल्लाहकारज्यूहरू र उपाहरू यहाँ समस्या एक, यो बस्तीमा समस्या एक खाली समस्या छैन। यहाँ जति बस्ती छन् त्यति नै समस्या छन्। फरक समस्या छन्। भूपू कर्मचारीहरूका आफ्ना समस्या छन्, भूपूको मैयाहरूका आफ्ना समस्या छन्, बाढी पीडितका आफ्ना समस्या छन्, मुक्तको मैयाका आफ्ना समस्या छन् र भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका आफ्ना समस्या छन्। यी सबै समस्याहरूको उजागर गर्ने र यसको समाधान गर्ने भनेको अहिले भूमि समस्या समाधान आयोग हो। यदि अहिले यो आयोगले यदि तपाईँहरूको समस्या समाधान गर्न सकेन भने कहिले पनि तपाईँहरूको समस्या समाधान हुँदैन। अहिले देशमा सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस र एमालेको सरकार बनेको छ, लगायत अन्य दलहरूको पनि त्यो सरकारलाई सहयोग छ। झण्डै 2/3 सरकार छ। ऐन कानूनहरू संशोधन गरेर पनि तपाईँहरूका समस्या समाधान हुनेछ भन्ने कुरा म विश्वास दिलाउन चाहन्छु। अर्को कुरा, यो बस्तीका बारेमा सिङ्गो आयोगले मात्रै तपाईँहरूको समस्या समाधान गर्न सक्दैन। त्यसका निमित्त तपाईहरू सबैले जो यो बस्तीमा बस्नु भएको छ तपाईहरू सबैले सहयोग गर्नुपर्छ आयोगलाई। तपाईहरुले मात्रै युट्युबमा हाल्दिने हो। हामी भन्न चाहन्छौँ सरकारले तपाईहरू जस्तै नागरिकहरूका समस्या समाधान गर्नका लागि आयोग गठन गरेको छ। हामी भन्छौँ तपाईले लामो समयसम्म त्यो संस्थामा सेवा गर्नु भएको छ, हामीले भोगचलन गर्न पाएका छैनौं, तर त्यो बगर अहिले पनि हाम्रो नाममा छ। त्यसको लगत कट्टा हुनुपर्छ। त्यो कुरा त तपाईहरुले पनि हामीलाई सहयोग गर्नुपर्छ, नत्र हामीले कसरी तपाईहरुलाई भूमिहीन भन्ने। अर्को कुरा, मुक्तको मैयाको पनि समस्या छ। मुक्तको मैयाको समस्या समाधान गर्नका लागि यो मिटिङ चाहिँ सकियो। मिटिङ सकेर मान्छे चाहिँ घर गइरहेको छ। सबको भिडियो बनाएर हालिदिने। मिटिङ सक्यो, सबै घरतिर जान लाग्छन्। हाम्रो गाउँको प्रकाशले चाहिँ आफ्नो 2 शब्द राख्न चाहन्छ यहाँनिर।
ल बोल। जग्गा जमिन मिल्ने भन्ने आश त छ होइन, बसेको 19 वर्ष भयो। आश गर्दा गर्दा नि अब आश त धेरै नेताहरू आए, धेरै नेताहरूले आशै मारे हो कि नै, तर जग्गा अब योचोटि त आश धेरै बोकेर हिँडेको छौँ होइन। ल ठिक छ। हस्, धन्यवाद सबैजनालाई, धेरै धेरै धन्यवाद दिन चाहन्छु हृदयदेखि नै। आजको यो समय, यो अवस्थाहरू हाम्रो गाउँ टिकापुर नगरपालिका 1 मा बस्ने हाम्रो यो एकतापुर शिविर, हाम्रो शिविरहरूको अवस्था चाहिँ यस्तो चलिरहेको छ भनेर हामीले चाहिँ यो दर्शाउन खोजेको हो दर्शकहरूलाई। र यसमा हजुरहरूले केही कुराहरू राखिदिनु होला र यो भिडियोलाई अगाडिसम्म पुर्याइदिनु होला। हाम्रो मेन उद्देश्य चाहिँ यो ठाउँको जग्गा पाऊँ र यो ठाउँमा हामी बस्न पाऊँ र यो ठाउँको नागरिक हुन पाऊँ भन्ने चाहिँ हाम्रो मेन उद्देश्य रहेको छ। यस ठाउँको जनताहरूको सबैको उद्देश्य चाहिँ त्यो मेन रहेको छ। त्यसको लागि नै हजुरहरूको साथ सपोर्ट एकदम आवश्यकता परेको छ। त्यसको लागि धन्यवाद हुन्छ। हस्, धन्यवाद दिन्छु।